हे स्वागत छ मेरो मोटिभेसनल भ्लगमा। अनि अझै त भर्खर भाँडा धोएर ट्याक्क गइसकेँ। अनि आज चाहिँ पुरै कोठो मिलाएँ ट्याक्क। अनि आज यस्तो साफसुफ गरेँ भनौँ, किनकि धेरै फोहोर भइसकेको थियो। अनि अघि कलेजदेखि आएदेखि लेख्दा 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 पढ्नै नपाएर अहिले 6 बजिसक्यो। कति यार खाना बनाएर लगभग 2 बजेदेखि लागेको थियो। नि बिचमा एकचोटि मोबाइल सोबाइल 1 घन्टा त मोबाइल चलाउनु भएको। प्रायः दिउँसो खास भएन कि दिउँसो भिडियो किन बनाउनु पाएन भनेपछि मैले मोबाइलबाट हेरेर लेखिरहेको थिएँ। मोबाइलमा पिडिएफहरू छन्, त्यहीबाट हेरेर लेखिरहेको थिएँ। बाइकमा म यस्ता भिडियो किन बनाउँछु किनकि मलाई रमाइलो लाग्छ, इन्जोय हुन्छ। बाइक अब म यस्तो भिडियो बनाउँछु, तपाईँहरू यदि हेर्न मन लाग्छ भनेपछि हेर्नु होला। अनि अब फेरि लेख्नु पऱ्यो, यस्तै अब यहाँ पढ्ने काम गर्नु पऱ्यो। अनि खास पढाइ भइरहेको छैन, अब पढ्नु पऱ्यो। अझै 6 बजिसकेको छ। अनि आजभोलि खास बत्ती जाने भइरहेछ कि त्यही भएर नै भइरहेछ। ओके, ठिक छ। अनि आजकल चाहिँ अब यो रुगाखोकी लागेर जाडो भइरहेछ। अनि पानी तातो खानु पऱ्यो। अब यता यो अस्ति चाहिँ खाएको के घिउ खाएको, अनि पुरै खोकी लागिरहेछ। तातो पानी खाँदै पढ्नु पऱ्यो। आजकल पढाइ त खास धेरै त हुन्न, पढ्ने मन पनि खास लाग्दैन, तैपनि मन नलाग्दै अब पढ्नु पऱ्यो। ओके, बाँकी अब यस्ता भिडियोहरू अब बनाइरहनेछु, हेर्दै गर्नु होला। बाँकी अब पढ्ने आज पढिरहेको छु। अनि अब ठिक छ, आजको लागि यति नै। बाँकी हामी यदि हेर्दै गर्नुभयो भने अझै भिडियो राम्रो गर्ने प्रयास गर्छु। आजकल छोटा हुनुलाई अहिले खास त्यस्तो कन्टेन्ट केही छैन, तर पनि हेर्दै हुनुहुन्छ भनेपछि फेरि गराउनेछु नयाँ भिडियो पुरा देखाउनेछु, हेर्दै गर्नु होला। ओके।